गइल म बाई बाई बाटो त के डेन्जर छ त हैन बाटो रानीकोटबाट जाऊ अँ यो वाइलिङ गरेर प्लास्टिक वाइलिङ अथवा त्यो झार्ने त्यसो जाने यो अब यस्तै हो होइन घरमा बिस्तारै जान्छु म होइन रानीकोटबाट त लाङ्कुरबाट गयो नि हुन्छ लाँगुरबाटै जाने हो अन्त त म जान्दिनँ होइन ल है त भाइ ल बिस्तारै है हस् किन आज बेला पत्ता न पसिहाल्छ नि तपाईँ कहिले आउने हो उता अब तपाईँ कहिले आउने हो जान्न म काहीँ पनि पस्दिनँ सरासर जान्छु म पस्दिनँ ल है ल गाइज बिस्तारै सर घामै जाउँ ए विश्वकर्मा होइन सातौँ नजिक धेरै बाटो बनाउँदै रहेछ यतातिर होइन बाबा कुल हाल्ने होला कि होइन हल्का हल्का शीत परेको छ नि त यस्तो मात्र देङ्गो चिप्लिन्छ कि फेरि त्यो धेरै ठुलो नगर्ने बर्बाद हुन्छ बर्बाद एकदम आनन्दले बिस्तारै टक्क जाने हो होइन 10-11 बजी पनि एकदमै चिसो छ यतातिर चाहिँ त्यही नै गाइज अब युट्युबमा फुल भिडियो आउँछ गाइज होइन मेरो यो गोप्रो हल्का बिग्रेको थियो मैले बनाइसकेँ फुल भिडियो हाल्न नपाएको सर्ट भिडियो पनि हाल्न पाएको छैन त्यही भएर अब ट्याक्सको प्राइस गाइज अब ट्याक्सको भिडियो टक्क आउँछ ट्याक्क लाइक कमेन्ट सेयर सब्सक्राइब सबले गरिदिनु पऱ्यो होइन यसो सपोर्ट गरिदिनु पऱ्यो गाइज त्यही नै हो हाइवे जानलाई के जानु हाइवे जानु भनेर यताबाट माथिको बाटो जाउँ भनेर यही होइन स्कुटी बिग्रियो भने चाहिँ बनाउनु मेरै छैन कि मेरो किनकि यो प्लग खाले गर्छ त्यही भएर बाटोमा गएर बिग्रियो भने त तनाव हुन्छ यार अब प्लग हाल्ने मिसिनको सामानहरू भयो भने त म आफै हाल्थेँ अब त्यो सामानहरू नै छैन त्यही भएर होइन स्कुटरले कहाँसम्म साथ दिन्छ हेरौँ होइन माथि डाँडासम्म पुग्यो भने त त्यो ओह्रालो त बरु त्यतिकै स्टार्ट नभए पनि जान सकिन्थ्यो होइन तल गएर गर्न मिल्थ्यो
अब चाहिँ अफरोड सुरु भयो होइन अफरोड बिचमा अलिकति पिच छ फेरि अफरोड उनीहरू खाल्दै खाल्दै छ अफरोडमा तर यार मलाई स्कुटर लिएर हिँड्न चाहिँ लास्टै झ्याउँछ लास्टै उफार्छ होइन लिएर त गइन्छ जान्छ तर जस बाइक जस्तो कम्फोर्टेबल चाहिँ हुँदैन कि सक्ने सिङ्गल सर्ट हुन्छ स्कुटरमा लास्टै उफार्छ कि सानो फाल्टा भने सिट परेर डेन्जर त्यो बेला के यस्तो माटोमा कस्तो खालिन्छ टायरले अफरोड हानिन्छ होइन बबाल साधन गतिलो भयो भने चाहिँ होइन अफरोड हान्ने क्रस फायर हो भने जान पुगिसकिन्थ्यो है त्यस्तो एउटा बाटो चाहिँ अहिले राम्रै बनाएर चाहिँ यो ट्र्याक्टर गाडीहरू हिँडेर खिचाएर होइन के अरे उयो पनि छैन खाल्डाखुल्डी पनि ठाउँ ठाउँमा त छ धेरै गाडीले ट्र्याक्टर बनाइदियो होइन कस्तो चिसो छ के पुरा यो सिधै सिधै यार बाटो छँदै थियो यार नै थियो बस्यो भने फेरि तनाव हुन्छ त नि होइन यत्रो बाटो आइसकेपछि फेरि फर्केर जानु पर्यो भने त तनाव भयो तर बिग्रेको छैन रहेछ जसले गर्दाखेरि गाडीहरू चलेर बिग्रेको रहेछ लिगहरू होइन यो बाटो पिच भयो भने चाहिँ दामी हुन्छ कि है बवाल छ बाटो चाहिँ होइन आयो यस्तै हुन्छ कि यार मलाई यस्तो उकालो आइरहेपछि आफै स्टार्ट बन्नुहुन्छ के हो के प्रब्लम भएन कहाँ गएर प्रब्लमै हो यार
अहिले प्रार्थना गरेर हिँड्नुपर्छ यार, स्कुटर लिएर हिँड्दा नि कसम भन्नु बिग्रेर हैरानै लागिसक्यो यार। यो जङ्गलमा बिग्रियो भने कहाँ लिएर जाने यार, नबनाउने ठाउँ छ न केही छ, तनाव हुन्छ नि यार। हिँड्न पनि कहाँ सजिलो छ र साधन लिएर पानीहरू बिग्रिन्छ के गर्छ भने पनि थाहा हुँदैन यार। जङ्गलमा एक्लै पऱ्यो भने त तनाव हुन्छ। यति हल्का मात्रै हो कि पिच भने त्यस्तो सक्छ, माथिसम्म नै पिच भयो भने त हुन्थ्यो, पुरै पिच भयो भने दामी हुन्थ्यो होइन। आदि पनि छैन कि पिच। फेरि अफर सुरु भइहाल्यो। त्यसमा फर्काउनु पनि यार ल यार, के को आवाज आएको यार। त्यहाँबाट यहाँ आउँदाखेरि अब त्यत्रोचोटि स्टार्ट गर्नु भइसक्यो यार आफै। यो अब के भएको भन्ने के प्रब्लम। ओके गाइज यार, यो ठाडो पनि यार खुलाइदिनु जस्तो बिर्सिन्छ कहिले काहीँ यार, दुःख दिइरहेको पनि। एकचोटि बिग्रेपछि टक्क सब लगाएपछि 500 रुपियाँ त सहित हुन्छ कि। कहिले प्लग गएको छ, कहिले के हुन्छ, कहिले के हुन्छ। ल ल पिकअप गरेँ त्यस्तो आउँछ यार। जस्तो यार तनावै दिने भने यार कसम भन्नु यस्तो दुःख पाइसक्यो होइन। अब त्यहाँबाट यहाँ आउँदाखेरि यत्रो हुन्छ अब मलाई बढाएर मलाई पिकअपै आउँदैन यार, के गर्ने। जङ्गलमा न यता लाने न उता लाने। तनाव भयो यार, माथि डाँडासम्म पुग्नु पायो भने त ओह्रालो झर्नु हुन्थ्यो, बिग्रियो पनि तल गएर बनाउनु हुन्थ्यो। डाँडासम्म नै नपुग्ला लाग्छ यार। आवाज चाहिँ के गएको आएको के आएको। अझ त घर पुग्दैन जस्तो यार। बेकार लिएर आयो यार, यस्तो मैले ठाडो पक्रिनु हिँड्दैन यार। अनि एक्लै हेर त सुनसान छ यार, कोही छ त छैन, चरो मुसो छैन यार। अनि यस्तो ठाउँमा बाइक बिग्रेछ अनि अप्ठ्यारो गाह्रो पर्दैन।
थेट हैरान भइसक्यो यार, के गरी लिएर जान्छ यार वहाँसम्म। अझै 1 किलोमिटर जति छ होला डाँडामा। म चाहिँ ठाडो बोकेर हिँड्नु नि गलत भयो यार। यस्तो आवाज आउँछ यार, तान्दै तान्दैन। तनाव भयो यार गाइस। स्टार्ट त हुन्छ होइन, स्टार्ट हुन्छ बटार्सी घ्यार्र गरिहाल्छ, अलिकति तान्छ घ्यार्र गर्छ यार। 4-5 ठाउँमा भइसक्यो यार यस्तो। यस्तो तरिकाले कहिले पुगिन्छ यार। आज चाहिँ घर पुग्दैन जस्तो छ गाइज है। यस्तो छ स्कुटरको पारा, 10 ठाउँमा जति पुगिसक्यो, बल्ल तल्लो यहाँसम्म आइयो। डाँडामा पुग्नु पाए त ओह्रालो बुटुङ पनि जानुहुन्थ्यो, डाँडामै पुग्न सकिँदैन जस्तो। यत्रो उकालो के गरी ठेलेर जानु। स्टार्ट हुन्छ अगाडि उकालो हिँड्दैन यार, तनाव पर्यो नि यार। ट्र्याक्टरको जस्तो आवाज आउँछ यार। यस्तै दुःख दियो नि यार। भएको चाहिँ के होला गाडीहरूलाई। यहाँतिरबाट आवाज आइरहेको छ कि केहीले छोएको त होइन होला होइन, छोएको भए त्यस्तो नगर्ने हो। के भयो यार, के भयो। यति डाँडो कटेदेखि त ओह्रालो त जसरी नि गइन्थ्यो होइन। तनावै भयो यार। अब त स्टार्ट पनि हुँदैन यार, स्टार्टै हुनु छोड्यो यार। मलाई थाहा थियो कि यस्तै दुःख दिन्छ यो ठाडोमा चलाउँदै भन्ने होइन। चिक्ने त फुड्दिएर यार, मिटरै फुड्दिएर यार। अब त रिचार्ड हान्नु भयो यार। ल मास फुड्दिरह्यो भने यार।
एकचोटि हामी प्लास्टिक हो यार मिटरै प्लाट टुटै गयो यार मिटरको सिसा यति डाँडासम्म पुऱ्याइदियो नि यार प्लिज यार पसिना आइसक्यो यार बियो स्कुटर त म जिन्दगानी किन्दिनँ कि अब होइन यस्तो धोका दिन्छ अहिले मलाई अब 4-5 किलोमिटर होला 10 ठाउँमा धोका दिइसक्यो अनि यस्तो चढेर हुन्छ यार म मर्न आँटेँ यार थट कस्तो गाह्रो हो एक सर्ट दिएको प्लाटै गयो यार यो बाउले मार्छन् तर यहाँबाट लाँगुर निक्लिन्छ होइन यताबाट लुङ्गु निक्लिने बाटो है लुङ्गु यहाँबाट निक्लिन्छ कि यता माथिबाट हो यहाँबाट नि जान्छ यो बाटो ओह्रालो छ होइन हस् सर धन्यवाद